लास्टमा त्यो पैसालाई हामीले मलेसिया सरकारको इन्कम ट्याक्स डिपार्टमेन्टबाट त्यो एउटा वेबसाइट छ, त्यो वेबसाइटमा गएर त्यो पैसा क्लेम गर्नुपर्ने हुन्छ, आफ्नो सबै खर्चहरू हाल्नुपर्ने हुन्छ। र त्यो गर्नको लागि कम्पनीले पैसा काटेको छ भने कम्पनीलाई रिक्वेस्ट गर्नुपर्ने हुन्छ कि मेरो इन्कम ट्याक्सको क्लेम गरिदे भनेर। यदि कम्पनीले गरिराखेको छैन भने आफै पनि गर्न सकिन्छ, आफैले गर्न सकिँदैन भने एकचोटि हामीले जानकारी गराउनु होला, हामी कम्पनीसँग कुरा गरेर त्यो प्रब्लम सेटल गरिदिनेछौँ। तर इन्कम ट्याक्सको पैसा काटेको छ भने मलेसिया सरकारको नियमअनुसार त्यो लिमिटभन्दा बढी छ, धेरै पैसा तिर्नु भएको छ भने त पैसा फिर्ता मिल्छ है, तर त्यसको लागि त्यो क्लेम गर्नुपर्ने हुन्छ। यतिकै छोडेर काटिसक्यो अब छोडिदिन्छु आफै पैसा फिर्ता आउँछ त्यसरी सोच्नुभयो भने त्यो पैसा आउँदैन। मन प्रसादजी तपाईँको कम्पनीको नाम पनि यहाँ जानकारी गराइदिँदा हुन्थ्यो, कम्पनीको नाम एकचोटि जानकारी गराइदिनु होला। एयरपोर्ट सेटिङबाट आएको मान्छे फेरि जान मिल्छ? एयरपोर्ट सेटिङबाट आएको मान्छे कहाँ आएको मान्छे? नेपाल आएको कि मलेसिया? एयरपोर्ट सेटिङबाट आएको मान्छे कहाँ जाने? नेपाल जाने? नेपाल जान मिल्छ। अहिले फाइन तिरेर 500 रिङ्गिट फाइन तिरेर 20 रिङ्गिट स्पेसल पासको तिरेर घर जान चाहिँ मिल्छ। बरु यो टाइम हो, बुङ्कुस खुलेको छ, यो टाइममा इलिगल हुनुहुन्छ भने घरतिर जानुहोस्, यो भिसा लगाइदिन्छु, यतातिर कसैले म भिसा लगाइदिन्छु, यो गरिदिन्छु, त्यो गरिदिन्छु, त्यतातिरको चक्करमा नपर्नु होला। यदि इलिगल हुनुहुन्छ भने घर जानेतिर लाग्नुहोस्, यो सबभन्दा बेस्ट टाइम हो। पूर्वेली ठिटोजीले सोध्नुभएको छ, नमस्कार सर। नमस्कार। कम्पनीले डिमान्ड एप्लाई गर्छ भने एम्बेसीले थाहा हुन्छ कि हुँदैन? हुन्छ। कुन कम्पनीले एम्बेसीमा नेपालबाट मान्छे ल्याउन खोज्दैछ त्यो सबभन्दा पहिले एम्बेसीमै त्यो डिमान्ड हाल्नुपर्ने हुन्छ। डिमान्ड एप्रुभ भइसकेपछि मात्रै नेपालबाट मान्छे ल्याउन मिल्छ। इलिगल मान्छे आउन मिल्छ कि नै सर? कति वर्षसम्म ब्ल्याकलिस्ट हुन्छ? 5 वर्षसम्म ब्ल्याकलिस्ट हुन्छ सर। एकचोटि यदि पासपोर्ट या ट्राभल डकुमेन्ट युज गर्दै हुनुहुन्छ भने त्यो बिचमा त्यहाँ छाप हानेको हुन्छ, एकचोटि चेक गर्नु होला लाइफ टाइमको लागि ब्ल्याकलिस्ट गरेको हो कि 5 वर्षको लागि ब्ल्याकलिस्ट गरेको हो। रामजीले सोध्नुभएको छ, नमस्ते सर। नमस्ते। मेरो सानो अनुरोध, म मलेसियामा 6 वर्ष काम गरेर नेपाल आएको 1 वर्ष भयो, तर म 6 वर्ष बस्दा 3 वर्षसम्म जलान कार्ड आयो, त्यसपछि 3 वर्षको अवधिमा आएन। मेरो पासपोर्ट नम्बर मिसयुज भएर नेपाल गएको देखाएछ भनेर कम्पनीले इमिग्रेसनमा गएर सबै कुरा मिलाएर पास आउट लिएर मैले घर पठाएँ, तर एयरपोर्ट फिङ्गरिङ गरेन। म फेरि मलेसिया आउन पाउँछु कि पाउँदैन जानकारी दिनुभयो। तपाईँको कुरा सुनेर अलिकति धेरै नै कम्प्लिकेटेड कुरा लाग्यो है। यो बिना फिङ्गरिङ गरेर चेकआउट गरेर, यदि चेकआउट गरेर कम्पनीले पठाएको छ भने आउन मिल्छ है। चेकआउट मेमो गरेर कम्पनीले घर पठाएको छ भने आउन मिल्छ। मेरो पासपोर्ट छ तर भिसाको बारेमा सोद्धा भिसा बुद्ध रमेश स्टिल पेन्डिङ एप्रुभल। स्टिल पेन्डिङ एप्रुभल मतलब त्यो इमिग्रेसनको साइडमा पेन्डिङ होला सर, हाम्रो साइडमा होइन। त्यो भिसा त कम्पनीले इमिग्रेसनमा एप्लाई गरेको हुन्छ, मलेसिया सरकारको इमिग्रेसनमा, त्यहाँ पेन्डिङ होला, हाम्रो साइडमा पेन्डिङ त हुँदैन। पेन्टागन प्रोटेक्सन सर्भिस एसडिएन बिएसडी, हस् सर। हेलो सर, 3 वर्ष भयो कम्पनीले टिकट दिँदैन, आफै टिकट काटेर जा भन्छ। 2 वर्षमा अफ डाउन टिकट दिनुपर्ने हो, दिँदा भन्छ होइन। 2 वर्षपछि
घर जान कन्ट्र्याक्ट सकिएर घर जान खोज्दै हुनुहुन्छ भने कम्पनीले नै टिकट दिनुपर्ने हो। कम्पनीले टिकट दिइराखेको छैन भने जानकारी गराउनु होला। तर छुट्टीमा जान खोज्दै हुनुहुन्छ 2 वर्षपछि भने त्यो टिकट आफै काट्नुपर्ने हुन्छ। सर मेरो कम्पनी बन्द हुन लागेको छ, यस्तो अवस्थामा कम्पनी चेन्ज गर्न मिल्छ कि मिल्दैन? त्यसको लागि कम्पनीले नयाँ कम्पनी खोजेर ट्रान्सफर गर्न मिल्छ। दुवै कम्पनी एग्री हुनु पर्यो, मिल्छ। अरू सबै कमेन्टहरू सेम छन्। जस्तो फ्याक्ट्रीको लागि खुलेको छ कि छैन? छैन सर, फ्याक्ट्रीको लागि खुलेको छैन। त्यसको साथसाथै भोलि र पर्सिको लागि हाम्रो मलेसिया एम्बेसीको टिम पेनाङ जाँदै हुनुहुन्छ। कोही साथीभाइहरू पेनाङ नजिकै हुनुहुन्छ, पासपोर्ट रिन्यू गर्न खोज्दै हुनुहुन्छ या पासपोर्ट हराएको छ बनाउन खोज्दै हुनुहुन्छ भने भोलि र पर्सि पेनाङमा गएर आफ्नो पासपोर्ट रिन्यू गर्न सक्नुहुनेछ। केएल आइराख्नु पर्दैन। एड्रेस सनसाइन स्क्वायर लेभल 4 हो। त्यसपछि लट 27 जलान मायाङ पासिर बन्दर बयान बारू। यो एड्रेस पनि यहाँहरूले हाम्रो फेसबुक पेजमा हेर्न सक्नुहुनेछ। भोलि र पर्सि बिहान 8 बजेदेखि 5 बजे, भोलि बिहान 8 बजेदेखि 5 बजेसम्म र पर्सि बिहान 8 बजेदेखि 1 बजेसम्म है। कुनै जानकारी भोलि पेनाङमा हुने साथीहरूलाई कुनै जानकारी चाहिएको छ भने यो नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुनेछ 012-417-5392। यति भन्दै म आजको लाइभबाट बिदा माग्छु। नमस्कार।